Hello everyone, don't forget to my YouTube channel like and subscribe. Hello guys, हामी आज फाइनली चाहिँ हामी कुन ठाउँमा जाँदै छु तपाईहरु सबैजनाले हेर्न सक्नुहुन्छ। हाइलाइटमा देखिसक्नु भएको छ। पुरा भिडियो हेर्न चाहिँ नबिर्सिनु होला। लेट्स गो गाइज। अब हामी चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। हामी चाहिँ अलमोस्ट 30 मिनेटको ट्राभलमा छौं है। तपाईहरुले चाहिँ यो भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु। तपाईहरु सबैजनाले हेर्दिनु होला है। हामी चाहिँ जाँदै छु आज कुबेत टावरतिर। पर चुच्चा देखिरहेको छ नि, हामी हो त्यहीँनिर हो जाने, त्यहीँनिर हो। तर सानो देखेको छ, त्यहाँनिर चाहिँ धेरै ठुलो छ। हामी अलमोस्ट पुगिसकेका छौं है। अब चाहिँ हामी पुगेर पनि हामी समुद्रतिर हामी यताउता घुम्दै जाँदै छु। आज मान्छेको भिडहरु पनि धेरै छ। आमा ल है गाइजहरु, ल हाम्रो दाइहरु भाइहरु 4 जना हामी आइरहेका थियौं। मान्छेहरु चाहिँ धेरै छ आज, किनभने पब्लिक छुट्टी भएको कारणले गर्दा धेरै जना मानिसहरु छ यहाँ। अब प्राय सबैको छुट्टी हुन्छ नि त, सो त्यो भएको कारणले गर्दा है। अनि टक्क लाएर हामी पनि गइदिएको नि घुम्न। दिनमा चाहिँ धेरै गर्मी छ। अब कति जनालाई थाहा छ यता कुबेततिर हुने सारो गर्मी छ हो, सारै गर्मी छ। गाह्रो पो छ त, विदेशमा गाह्रो छ है, गाह्रो छ। ल अब हामी धेरै ठाउँतिर घुम्ने प्रयास चाहिँ गर्नेछौँ। राति पनि हुन लागिसकेको छ। मान्छेहरु चाहिँ धेरै छ हो, थुप्रै छ। रामसँग टिकटक बनाउन पनि पाइएन। अब हामी चाहिँ दामी ठाउँमा जाँदैछौँ है गाइजहरु, दामी ठाउँमा। यो एउटा पुल छ के तलनिर, त्यो पुलनिर जाँदैछु। हेरौँ त्यहाँ मान्छेहरु कति छ। ल यहाँ पनि मान्छे त आमा पुल भाँचिने जस्तै छ हो। तर छुट्टी भन्दा पनि अरु दिनमा आएको भए चाहिँ यहाँ सारै रमाइलो रहेछ के। र मान्छेहरु धेरै छ, भिडियो बनाउनै पाइएन। थुप्रै मान्छेहरु छ, माछा मारिरहेको छ। ल हामी त बिचै समुद्रमा छु त गाँठे। ल आहा सन क्या ब्युटिफुल छ के, त्यहाँको भ्यूजहरु, ब्याकग्राउन्ड भ्यूजहरु यस्तो दामी छ। ल यो चाहिँ टुप्पालाई अलि जुम गरेर देखाउँ कि। मोबाइल त राम्रो छैन है, तर पनि ठिकै आएछ। दामी छ है ठाउँ, दामी छ। कतिजना त घुमिसक्नु भएको छ। नयाँ यताको भ्यूजहरु चाहिँ दामी छ कि। पछाडी सनको आमा खतरा भ्यूजहरु यो। हामी किनभने अलि अबेला 5-6 बजेतिर गएको, त्यो भएको कारणले गर्दा पनि अलि मौसमहरु पनि दामी के, मौसमहरु पनि ठिक थियो। अलि गर्मी चाहिँ त्यति थिएन। दिनमा त सारै गर्मी छ। सबैजना हामी आफ्नै पारामा हो, आफ्नै पारामा छौं। 4 जना गएको, कोही यता कोही उता। ल है ल। मान्छेहरुको भिड पनि कति हो, कति धेरै छ मान्छेहरु। त्यो भएको कारणले गर्दा पनि अलि भिडियो बनाउन धेरै पाइएन। तर पनि यहाँ जति जनाले हेर्नुहुन्छ, कति जना त घुमिसक्नु भएको छ। नघुमेको साथीहरुलाई यसो देखाइदिउँ कि भनेर हेर्न मन लाग्छ नि त नगएको ठाउँमा। त्यो भएको कारणले गर्दा सबैजनाले मज्जासँग हेर्न होला भिडियोलाई। सबैजनाले मेरो युट्युबलाई पनि सब्स्क्राइब गर्नु होला। यस्तै भिडियोहरु आउने छ, के गर्ने अब। यस्तै हो परदेशमा, काम बावजुद, अब ड्युटी बावजुद पनि हामी समय मिलाएर चाहिँ घुमिरहेकै छौं। भिडियोहरु पोस्ट भइरहेकै छ। मान्छेहरु थुप्रै छ हो, मान्छेहरु। त्यो भएको कारणले गर्दा पनि अलि भिडियो बनाउन अलि असहज भयो। त्यो पारेको चाहिँ त्यो टुप्पामा जाने रहर थियो। अब समयले साथ दिएन, किनभने राति भइसकेको छ। सो त्यो भएको कारणले गर्दा पनि अलिअलि गाह्रो छ। अब हामी केही समयमा फर्किने पनि छौं रुमतिर, किनभने राति हुन लागिसकेको छ है। आमा क्या दामी टुप्पा छ हो।
त्यहाँ नजिक आज चाहिँ अलि जान नमिल्ने भएको रहेछ क्या त्यहाँ, तर जान पाए त राम्रै हुन्थ्यो। अब हामी फाइनल्ली गाइस जान लागिसकेका छौँ घरतिर। हाम्रो यात्रा चाहिँ रुमतिर जान लागिसकेको छु। अब राति थुप्रै राति भइसक्यो क्या, त्यो भएको कारणले गर्दा पनि तपाईँले देख्न सक्नुहुन्छ भ्युजहरू। आमामा विदेश बनेको विदेशै हो गाँथे कि कसो हो। दामी छ है, दामी छ नाइट भ्युज। तपाईँहरू सबैजनालाई यो भिडियोलाई हेर्न नबिर्सिनु होला भन्न चाहन्छु है। अनि भिडियोलाई चाहिँ सेयर पनि गर्नु होला। फाइनली गाइजहरू दामी छ। हामी गाडीमा चाहिँ हेर्दै बाहिरतिर टक्क लाएर लगाइजरो। अब फाइनल्ली हाम्रो यात्रा चाहिँ अब रुमतिरको यात्रा चाहिँ सुरु भयो। अब हामी फाइनल्ली चाहिँ रुममा जाँदैछु। एकदम दामी भ्युजहरू देखिरहेको छ बाहिर। नाइट समय चाहिँ है दामी छ बाहिर। अब हामी चाहिँ केही समयमा रुम पुग्नेछौँ। आजको जे होस् रमाइलो घुमघाम भयो, रमाइलो भयो जे होस्, बबाल तरिकाले घुमियो भनौँ जे होस् है। दामी देखिरहेको छ है पारिपट्टि समुद्रहरू टक्क लाएर लाइटहरू दामी छ, रमाइलो भयो जे होस् है त गाइजहरू। अब हामी फाइनली लगभग रुममा पुगिसकेको जानकारी गराउँदछु है त। थ्याङ्क यू।